हेलो गुड मर्निङ एभ्री वान। आज मैले रनिङ गरेको 4 दिन भयो। मेरो आज 14 दिन भयो। आज चाहिँ मेरो अलिकति काम छ, त्यसैले मलाई अलिकति आज चाहिँ छिटो भएर चाहिँ म छिटो जान्छु आज चाहिँ। सो अब म अब के गर्नु, 12-13 घन्टा 14-15 घन्टासम्म काममै हुन्छ। अब काम 12 घन्टासम्म त काममै हुन्छ। त्यसपछि अब यताउति जाँदा नै 1 घन्टा 2 घन्टा 4.5 घन्टा जति लाग्छ समथिङ। अब त्यस्तैमा गर्दाखेरि टाइम जान्छ। अब टाइम त मैले म्यानेज गरेरै गर्नु पऱ्यो, त्यही हो। आफूलाई के गर्नु छ भने आफूले केही आँटेर गर्नुपर्छ। मैले यो कुराबाट चाहिँ मैले के कुरा थाहा भयो भने सङ्घर्ष गर्नु नै मेहनतको फल हो भन्ने कुरा चाहिँ बुझेँ। सो म अब सङ्घर्षको बाटोतिर लाग्छु, मेहनत गर्छु। एक दिन अवश्य सफल हुनेछ भन्ने आशा गरेको छु म। आफूले नै भरोसा गर्नु नै ठुलो कुरा हो, होइन? अन्त अरूको अब अरूले त आफ्नो जीवनसाथीले हो विश्वास गरिदिने, माया गरिदिने भनेको सबैभन्दा लाइफमा बढी चाहिँ आफ्नो जीवनसाथी चाहिँ राम्रो हुनु पऱ्यो। जीवनसाथी पार्टनर चाहिँ राम्रो हुनु पऱ्यो, सपोर्ट गर्ने खालको। म यो गर्छु है भन्दाखेरि गर न, तिम्रो साथमा म छु नि, किन डराउँछौ तिमी भन्ने खालको हुनुपर्छ, राइट? सो अब म चाहिँ स्टार्ट गर्छु।